बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घरमुनि पहिरो छ। यो भनाइ ठ्याक्कै मेरो जीवनमा मिल्न गएको हुनाले त्यो मेरो घरमुनि पहिरो कसरी भयो भनेर मैले यहाँहरूसँग सेयर गर्न चाहेको आफ्नो अनुभव। त्यो के हो त भन्दाखेरि पछिल्लो 7 वर्षदेखि मैले कुनै पनि जब चाहिँ होल्ड गरेको छैन। यसको मतलब काम छैन भन्ने अर्थ पनि होइन। फ्रिडम अफ टाइम स्लट चोइस चाहिँ भएको। त्यसमा पनि यो अहिले जुन ठाउँमा म छु त्यो एरियामा बस्न थालेको ठ्याक्कै 5 वर्ष भयो। अनि 5 वर्ष हुँदै गर्दाखेरि यो घरमा बसेको ठाउँबाट मुस्किलले 2 देखि 3 मिनटमा चाहिँ म यो हरियाली ठाउँ जहाँ चाहिँ प्रकृतिको सामिप्यता पाइन्छ त्यहाँ आउनलाई 2-3 मिनट लाग्छ। अब हेल्थ इज वेल्थ भनेर सम्भवतः कसैले कसैलाई सम्झाइराख्नु पर्दैन जस्तो लाग्छ मलाई। सबैलाई ज्ञान भएकै कुरा हो। म पनि त्यसैमै परेँ। यो फिजिकल, मेन्टल, इमोसनल हेल्थलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ। ब्यालेन्स गरियो भने जीवनमा मेलोडी, सङ्गीत पैदा हुन्छ, सङ्गीतमय हुन्छ जीवन भन्ने कुरो पनि जानकारी भएको। तर त्यो 3 मिनटको बाटो मलाई चाहिँ 7 समुद्र पार गर्ने जस्तै भयो। पछिल्लो 5 वर्षदेखि यो नजिकै बसिएछ, तर यो पार्कसम्म आइपुग्नलाई यहाँ आएर केही एक्टिभिटिजहरू गर्नको लागि अति नै चुनौतीपूर्ण रह्यो। सम्भवतः तपाईँहरू कतिले यो कुरालाई रिलेट गर्नुहुन्छ होला। हामी पूर्ण रूपमा इलेक्ट्रोम्याग्नेटिक फिल्डबाट घेरिएका छौँ। भन्नुको तात्पर्य चाहिँ मोबाइलको डिभाइस, टेलिफोनदेखि लिएर होइन ब्लुटुथहरू चलाइरहेको हुन्छौँ। त्यसले हाम्रो पूर्ण सिस्टमलाई चाहिँ डिस्टर्ब गरेको छ भन्ने कुरा पनि सबैलाई थाहा छ। त्यो सिस्टमलाई फेरि पुनः आफ्नो नेचुरल सिस्टममा लिएर आउनुको लागि चाहिँ यस्तो हरियाली ठाउँमा, जमिनमा, मदर नेचरसँग हामी चाहिँ कनेक्ट हुनुपर्ने हुन्छ। त्यसमा चाहिँ खाली खुट्टा हिँड्नु 10-15 मिनट पनि होइन, अथवा केही नभए पनि थोरै व्यायाम गर्ने, प्राणायाम गर्ने, ध्यान गर्ने भन्ने कुरा चाहिँ जानी पनि पछि परेको अवस्था। अब यसको विषयमा चाहिँ यो त्यो पर्खाल जो दिमागमा लागेको पर्खाल छ होइन, त्यसलाई कसरी तोडिरहेछु भन्ने कुरा त आउने दिनमा सेयर गरौँला। तर यो घरमुनि पहिरो तपाईँहरू कतिले चाहिँ यसलाई रिलेट गर्नुहुन्छ कमेन्ट गर्नु होला। मेरो चाहिँ अवस्था त्यस्तो रह्यो। यसमा फेरि एउटा अर्को कुरा पनि जोड्न चाहेँ। यो 3 मिनटको बाटोमा चाहिँ आउँदै नआएको चाहिँ होइन यो 5 वर्षमा। तर तपाईँहरूले फेरि यो कुरालाई पनि कतिले रिलेट गर्नुहुन्छ। त्यो 2 दिनको रामछाया भन्ने एउटा भनाइ छ नि। 2 दिन आयो, त्यसपछि फेरि बिर्सियो, छुट्यो। अनि फेरि एक्साइटेड भयो, फेरि मोटिभेसन पायो कतैबाट, फेरि 2 दिन आयो, त्यसपछि फेरि छुट्यो। सम्भवतः यो धेरै जसोले यो कुरालाई चाहिँ सहमत गर्नुहुन्छ होला। कसैसँग त्यस्तो उपाय छ कि कुनै पनि चिज जुन चाहिँ राम्रो चिज हो, आफ्नो लागि फाइदाको चिज हो भन्ने कुरा थाहा भयो, तर त्यसलाई निरन्तरता दिनको लागि चाहिँ तोड के हो त? त्यो तोड चाहिँ धेरैको जीवनमा अभाव भइरहेको अवस्था छ। त्यसैले अब यो मेरो अनुभव सेयरिङ यहाँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। थ्याङ्क यू सबैलाई। शुभ दिन। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्।